हाई दर्शन नमस्ते। आज हामीले माछा बनाउँदैछौँ, आउनुहोस् तपाईँ हामीसँगै मिलेर हेरौँ है त। हामीले आफ्नो स्वाद अनुसार नुन बेसार हालेका छौँ, तपाईँले आफ्नो स्वाद अनुसार हाल्न सक्नुहुन्छ है त। अनि हामीले यसमा चाहिँ अदुवा लसुनको पेस्ट हालेका छौँ। त्यसैसँग हामीले पिसेको तोरीलाई पनि यसमा एड गरेका छौँ है। त्यसपछि यसमा थोरै कागती पनि एड गरेका छौँ। त्यो सबै हामीले चाहिँ मिक्स गरेर आधा घन्टाको लागि मेरिनेट हुन छोडिदियौँ। साथसाथै हामीले यता माछा फ्राई गर्दैछौँ, सुपको लागि चाहिँ यता प्याज पनि बुट्दैछौँ। त्यसमा हामीले चाहिँ थोरै मसला राख्यौँ, त्यसका साथसाथै हामीले टमाटर राख्यौँ र अदुवा र लसुनलाई पनि मसिनो पारेर काटेर राख्यौँ। नुन बेसार राखेर पानी राखिदियौँ, त्यसपछि हामीले उमाल्न छोडिदियौँ। पानी उम्लिसकेपछि हामीले त्यसमा अघि फ्राई गरेको माछा राखिदियौँ र त्यसलाई चाहिँ पाक्नको लागि हामीले 5 मिनट छोडिदियौँ। त्यतिन्जरी यता खाना पनि सिटी लाग्दैछ र यो बाँकी रहेको फ्राई गरेको माछा। हाम्रो खाना रेडी भइसकेर हामीले तातो खाना खाइसक्यौँ। आजको मिनी भ्लग यति नै। अर्को भिडियोमा भेटौँला। हस्त धन्यवाद।